नमस्कार कारोबार एपमा हजुरलाई स्वागत छ। आजको भिडियोमा हामी क्विक पिओएस फिचर कसरी युज गर्ने भनेर स्टेप बाई स्टेप हेर्नेछौँ। क्विक पिओएस फिचरले पसलमा छिटो बिल बनाउन, आइटम सजिलै एड गर्न र केही क्लिक्समा नै सेल्स कम्प्लिट गर्न मद्दत गर्छ। यो फिचरले बिलिङ प्रोसेसलाई सिम्पल, फास्ट र सजिलो बनाउन सहयोग गर्छ। आउनुहोस् सुरु गरौँ। सबैभन्दा पहिला होम पेजमा देखिने क्विक पिओएस अप्सनमा क्लिक गर्नुहोस्। यहाँ हजुरको इन्भेन्टरीमा भएका सबै आइटम्सको लिस्ट देख्नुहुनेछ। आइटम छिटो खोज्नको लागि सर्च बक्स र क्याटेगोरी फिल्टर पनि छ। साथै एड न्यू आइटमको अप्सनबाट हजुरले नयाँ आइटमहरू पनि एड गर्न सक्नुहुनेछ। यहाँ हजुरले आइटमको नेम, इमेज र सेलिङ प्राइस क्लियर देख्नुहुनेछ। अब सेल गर्नुपर्ने आइटममा क्लिक गरी सेलेक्ट गर्नुहोस्। सेलेक्ट भएका आइटम्सको क्वान्टिटी हजुरले आफै सेट गर्न मिल्छ र टोटल अमाउन्ट लेफ्ट साइडमा अटो अपडेट हुन्छ। यसरी नै हजुरले आफूले सेल गर्नुभएको आइटम्सहरू सेलेक्ट गर्नुहोस्, त्यसपछि नेक्स्टमा क्लिक गर्नुहोस्। यहाँ हजुरले सेलेक्ट गर्नुभएको आइटम्सहरू एकचोटि कन्फर्म गर्नुहोस् अनि कन्टिन्यू बिलिङमा क्लिक गर्नुहोस्। नेक्स्ट स्टेपमा हजुरले यो आइटम्सहरू कुन पार्टीलाई सेल गर्दै हुनुहुन्छ भनेर चुज गर्नुपर्छ। सेभ भएको पार्टीमा रेकर्ड गर्ने हो भने सर्च गरेर सेलेक्ट गर्न सक्नुहुनेछ या यसलाई क्यास सेलमा पनि रेकर्ड गर्न सक्नुहुन्छ। मैले यहाँ कान्तिपुर किरानालाई यो सामानहरू सेल गर्दैछु। त्यसपछि यस्तो स्क्रिन आउनेछ। यहाँ टपमा हजुरले इन्भोइस नम्बर र डेटको अप्सन देख्न सक्नुहुनेछ। इन्भोइस नम्बर र डेट हजुरले आफै चेन्ज गर्न सक्नुहुन्छ। साथै आफूले सेलेक्ट गर्नुभएको पार्टी सही छ कि छैन एकचोटि भेरिफाई गर्नुहोस्। यदि हजुरले गलत पार्टी सेलेक्ट गर्नुभएको रहेछ भने चेन्ज अप्सनमा क्लिक गरेर पार्टी नेम चेन्ज गर्न पनि सक्नुहुन्छ। अब बिलिङ आइटम्समा क्लिक गर्नुभयो भने हजुरले सेलेक्ट गर्नुभएको आइटम्सहरू देख्नुहुनेछ। साथै एड आइटम्सको अप्सनबाट अरू आइटम्स थप्न पनि सक्नुहुन्छ। यहाँ हजुरले पेन आइकनमा क्लिक गरेर आइटमको क्वान्टिटी, रेट र डिस्काउन्टमा चेन्जेस गर्न सक्नुहुन्छ। यदि यहाँबाट केही चेन्जेस गर्नुभयो भने सेभ आइटम अप्सनमा क्लिक गर्नुहोस्। ओभरअल बिलमा डिस्काउन्ट दिँदै हुनुहुन्छ भने एड डिस्काउन्ट अप्सनमा क्लिक गर्नुहोस्। यहाँ हजुरले कति % वा अमाउन्ट डिस्काउन्ट दिँदै हुनुहुन्छ त्यो एन्टर गर्न सक्नुहुनेछ। यसै गरी ट्याक्स अप्सनमा क्लिक गरेर हजुरले भ्याट पनि सेलेक्ट गर्न सक्नुहुन्छ। यहाँ मैले 13% भ्याट सेलेक्ट गरेको छु। हजुरले देख्न सक्नुहुन्छ भ्याट अमाउन्ट एड भएर टोटल अमाउन्ट आफै अपडेट हुनेछ। यो बाहेक अन्य केही चार्जेस जस्तै डेलिभरी चार्ज एड गर्न छ भने हजुरले एड एडिसनल चार्जेस अप्सनमा क्लिक गरी चार्ज नेम र अमाउन्ट एड गर्न सक्नुहुन्छ। हजुरले रिमार्क्स पनि एड गर्न सक्नुहुन्छ। साथै बिलको फोटो अपलोड पनि गर्न सक्नुहुनेछ। यसपछि सेभ गर्ने दुईवटा अप्सन देख्न सक्नुहुन्छ। सेभ ओन्ली अप्सनबाट इन्भोइस सेभ हुनेछ र अर्को क्विक पिओएसमा जानेछ र सेभ एन्ड प्रिन्ट अप्सनबाट चाहिँ इन्भोइस यदि थर्मल प्रिन्टरमा कनेक्टेड छ भने रिसिप्ट सेभ भएर प्रिन्ट पनि हुन्छ। यसरी नै क्विक पिओएसले तपाईँको डेली काउन्टर सेल्स धेरै फास्ट, इजी अनि सिस्टमेटिक बनाउँछ। कारोबार एपका अरू फिचर्सहरू कसरी काम गर्छ भनेर बनाएका भिडियोज पनि हाम्रो च्यानलमा उपलब्ध छन्, हेर्न नबिर्सनुहोला। धन्यवाद। कारोबार गरौँ डिजिटली।